ल है साथीभाइहरू अहिले चाहिँ खोला सुकिसकेको छ यसरी बाँध लगाएर माटोले थुनिसकेको छौँ हामी अब चाहिँ लगभग ल खोला चाहिँ हाम्रो ठुलो छ सुकिसक्यो मासतिर कुदिन्छ त माछा त मासतिर माछा सुरु भइसकेको छ थुप्रोमा माछा चाहिँ मर्नु सुरु भइसकेको छ 1 केजी जस्तो मरिसकेको छ माछा लोकल अब हेरौँ कति मर्छ ऊ त भाग्दैन जेठा ओहो ल है मछली परे फेरि है ल ठिक छ मछलीको कालो आएकै रहेछ अब के भन्छ कता हौ यता नि उफ्रेर छ ल भरि गयो नि मछली त लगभग 2-3 केजी मऱ्यो है मछली हाम्रो आजको ल यस्तोमा राख्छौँ थुप्रोमा टक्क भराएर खोला यहाँ चाहिँ माछा चाहिँ साटेर थुप्रो खेल्दैछ यहाँबाट चाहिँ ल 3पट्टि त हाम्रो चाहिँ यता गुड यता यात्रा एकदम आइसक्यो ल आज मजाले यसरी खोला छुन्यो यो चाहिँ ठुलो दह थियो खोलेर सक्यो चिर्के खोलामा अब लगभग माछा मजाले मारिँदैछ के कति मर्छ अन्तिमसम्म हेर्नु होला अन्तिमसम्म देखाउनेछ अन्तिममा कति मर्छ माछा हेर्दै जाउँ न दुधमा निस्किँदैछ अब निस्किहाल्यो ल माथि कुनाभित्र एउटा गुर यता भइगयो एउटा चाहिँ यहाँभित्र हेरौँ है त साथीहरू कति माछा मर्दैछ आज यो चाहिँ ठुलो दह थियो हामीले एकदम दुःख गरेर खोलेको मजाले खोलेको छ दही छ कि अलिक खोल्यो अघि भन्न निकै त्यहाँ खेल्नु चाहिँ 要啥天路？我都干他。
ओहो माछा माछा जेठा फेरि आयो ए निकै परेछ त पर्ने नि ल थ्याङ्क यू ओहो खै अघि फ्याँकेको भन्ने भयो कहाँ हौ ए आमा साह्रै उफ्रियो हौ हाल्नु न मात्रै हाल्नु त भनेको हिलोले ओहो नगर्नु हौ के साह्रो चिप्लो हौ हिलो बे साह्रो हिलो छ्याट चिप्लो भयो के बुबु त्यो बढी हिलोमा हालेछ नि त ल अटेन नि हौ यहाँ त ए भरियो त फुल साथी हिलो बेच्दा ओर्दैछ रोइ कता हो यहाँ आयो माछा आयो माछा माछै माछा माछा त फुल भइगएन आज त चित्त बुझ्दो भयो माछा अरे धुनुपर्छ दिएर लग्नुपर्छ हुन्छ साह्रो 1 केजी त 2-3 केजी 3 केजी त सक्ला आधा मात्रै होला 2 केजीको छ 1 केजीको छ दे म साज खोप o binta shi ta mo apa sarin osar aje mo eda ल भएछ अलिकति है अब चाहिँ हामी माछा मारिसकेको छौँ अब चाहिँ माछा धोएर टक्क घरतिर जाने हो माछा चाहिँ मजाले आज राम्रै मऱ्यो 2-3 केजी यस्तो छ माछा धुँदो ल माछा सफा भइसके साथीहरू माछा एकदम सफा भइसक्यो हेर्नु होला भोकभित्र राखेर लगेको ल एकदम चाहिँ ल माछा चाहिँ मरिसक्यो फाइनल्ली आज मऱ्यो होला हौ 2-3 केजी त भोकभित्र राखेको छौँ धोएर मजाले अब घर जाने हो खोला त्यस्तो भइसक्यो को हो ए मरेको थिएन माछा नै हो ल माछा त मऱ्यो दबाई एउटा दुईटा सुन्देल तिनटा व्यक्त नभन् मुन पा भन् मुन पा 4टा